जुन घोषणा गरिरहेको छौँ यसपालि क्रिकेटलाई पृथक रूपमा राख्ने र शिक्षक भलिबल दुईटा चिजलाई के भने पालिका स्तर सञ्चालन गर्ने। क्रिकेटलाई किन यसो गरे भन्दा हजुरहरूलाई तपाईँहरूको अत्यन्तै अनुशासित ल हेर्नुहोस्, म आज बिहानदेखि किन बसिरहेको हुन्छ है त, बिहानदेखि बसिरहेको मतलब के तपाईँहरू एकदमै वेल डिसिप्लिन स्टुडेन्ट्सहरू हुनुहुन्छ। हेर्नुहोस्, त्यो सम्पत्ति हो। मान्छेको गहना भनेको वाट इज द अर्नामेन्ट अफ युर लाइफ भन्दाखेरि डिसिप्लिन। हेर्नुहोस्, इनडिसिप्लिनलाई हामीले इग्नोर गर्छौँ, तर यहाँहरूको डिसिप्लिन देख्दा मलाई असाध्यै खुसी लागेर यो 65 वर्ष उमेर पनि फेरि तपाईँहरूको यो उमेर जस्तो बोलिङ गर्न पाऊँ भने म पनि डिसिप्लिन स्टुडेन्ट हुन्थ्यो होला, क्रिकेटर हुन्थ्यो होला भन्ने खालको मलाई भावना भएको हुनाले यहाँसँग फेरि पनि फर्केर आएँ। र हजुरहरूको अहिले चाहिँ अलिकति मैले बिहान पनि भनेको थिएँ हाम्रो सन्दीप भाइ र अहिले चाहिँ यो क्रिकेटको निम्ति के अरे उ गर्ने खालको चाहिँ नि एक्सपोज गर्ने खालको खेलमा मेरो रविन्द्र भाइ हुनुहुन्छ, हाम्रो कार्यालयको कर्मचारी पनि हुनुहुन्छ, उहाँले पनि ल्याउनुहुन्छ। र यसको महत्त्वबारे नबुझेर हाम्रा गाउँलेहरू कोही पनि आउनु भएन। मैले बिहान भनेको थिएँ नि त, हेर्नुहोस् यहाँ अहिले फुटबल हुने भने हुडिङ हुन्थ्यो, हान 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 त्यसले कहाँनिर पुङ्गो पुङ्गो त्यसबाट चुङ्गो त्यो गरेर पनि लेछ भन्ने हो। हेर्नु है, यहाँ त्यो छ त छैन नि। यसले नि के देखायो, एकदम डिसिप्लिन मेन्टेन भएको कुरो देखाएको हुनाले तपाईँहरूलाई यो चाहिँ के त एकाडेमिक क्षेत्रबाट खेलिने खेल भनेको हुनाले मैले यहाँलाई एकदमै खुसी साथ मेरो हृदयले तपाईँलाई सम्बोधन गरिरहेको छु। र अत्यन्तै महत्त्वसँग 7वटा टिम तपाईँको इन्ट्री भएर पनि तपाईँहरू कम्पिटिटर र कोही हार्या होइन। मकवानपुर जिल्लाको मकवानपुर गढी गाउँपालिकाको यो अनेस हो र मलाई लाग्छ 10वटा पालिकामा साइज पालिका स्तरीय चाहिँ क्रिकेट खेल सम्भवतः मकवानपुर गढीले नै पहिलो खेल्यो होला जस्तो मलाई लागेको छ। यसको अन्यथा छ भने माफ पाउनु होला है। यसलाई वृद्धि विकास गर्ने भन्दै र जति पनि आफ्नो सिप र ल्याकत र क्षमतालाई प्रयोग गरेर हाम्रा भाइहरूलाई एकदम डिसिप्लिन मेन्टेन गरेर चाहिँ खेलाउनु भएको हाम्रो एम्पायर द्वयलाई हार्दिक नमन गर्दै म यहाँहरूको दमन उत्तरोत्तर प्रगतिको शुभकामना गर्दै र आजदेखि सुरु भएको